हेलो एभ्रिवान, वेलकम टु क्विक बग। हजुरहरूलाई क्रिकेट सम्बन्धी केही अपडेटहरू चाहिएमा हामीलाई सब्सक्राइब गर्नु होला। सबैलाई कङ्ग्रेचुलेसन, हामी वर्ल्ड कपमा गइसकेका छौँ हैन। वर्ल्ड कपमा गइसकेपछि अब के गर्ने त, अब के हो त नेक्स्ट प्लान क्रिकेटको। अब हाम्रो लिग 2 सुरु हुँदैछ। हाम्रो मेन भने ओडिआई बचाउनु पर्ने छ हामीले हैन। अब हाम्रो राउन्ड अफ 15 सुरु हुँदैछ लिग 2 को। हामी अवेमा जाँदैछौँ। अवेमा गाह्रो हुन्छ, सबैलाई थाहा छँदैछ हैन। हाम्रो अब अवेमा कस्तो हुन्छ त गेम भन्दाखेरि अब कोसँग छ हाम्रो प्रतिद्वन्दी। हामी 3टा सिरिज छौँ, युएसए, युएई र नेपाल जाँदैछौँ हैन। हामी चाहिँ अवेमा जाँदैछौँ, घरबाट बाहिर। अवश्य पनि गाह्रो हुनेछ हैन। अब हाम्रो प्रतिद्वन्दी भनेको युएसए, युएई र नेपाल छौँ। हामी एउटै समय लिग 15 मा खेल्न गइरहेछौँ, राउन्ड अफ 15 लिग 2 को। हाम्रो युएईसँग अहिलेसम्म हेड टु हेडमा 9 चोटि गेम खेलेका छौँ। 4 चोटि युएसएले, 4 चोटि नेपालले, 1 चोटि ड्र भएको छ हैन। र हामीले अवेमा चाहिँ दुईटैको 0-0 नै छ। न्युट्रल भेन्यूमा चाहिँ अब दुईटैको न्युट्रल भेन्यू हो। न्युट्रल भेन्यूमा नेपालले 2 चोटि जितेको छ भने युएसएले 1 चोटि मात्रै जितेको छ हामीलाई हैन। अब त्यसै गरी अब 15 मेम्बरमा चाहिँ को छन् त हेरौँ है त। नेपालको 15 मेम्बर स्क्वाडमा चाहिँ अब क्याप्टेन रोहित कुमार पौडेल, भाइस क्याप्टेन दिपेन्द्र सिंह एरी, नन्दन यादव, भीम सार्की, सन्दीप लामिछाने, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, साहब अलाम, करण केसी। युएसएको स्क्वाडको लिस्ट चाहिँ यो छ, हजुरले हेर्नुहुन्छ स्क्रिनमा हैन। मङ पटेल क्याप्टेन, जेसी सिंह भाइस क्याप्टेन, सौरभ मितेङ्गर, रुसिल उकर, नर्स्तङ जिङ्गेल, मिलन कुमार, स्मित पटेल, सयन जङ्गर, नौजोन राइडेल, सञ्जय कृष्णमूर्ति, अप्रित सिंह, यस मोहम्मद, सजेल मुखम्मल, शुभम रञ्जने, एन्ड्रिस गौस। अब दुईटैको यो न्युट्रल भेन्यू हो हैन। न्युट्रल भेन्यूमा नेपालले 2 चोटि, युएसएले 1 चोटि जितेको छ हजुर हेड टु हेड हेर्नुपर्दा। र रिसेन्ट लास्ट 5 गेम हेर्नुपर्दाखेरि नेपालको पनि राम्रो छ, युएसएको पनि राम्रो छ। अब रिसेन्ट फर्ममै जानुपर्दा अहिलेसम्म नेपालले 16 चोटि गेम खेलेको छ भने 4 मा जित, 9 चोटि हारेको छ भने युएसएको राम्रो छ। लिग 2 मा अहिलेसम्म चलिरहेको 14 जित, 6 मात्र हार छ उसको 28 पोइन्ट, नेपालको मात्र 12 पोइन्ट छ। अब नेपालले यसमा धेरै नै कमब्याक गर्नुपर्ने हुनेछ। नेपालले ब्याक टु ब्याक जिते, वर्ल्ड कप क्वालिफायर जस्तो जितेर ब्याक टु ब्याक माथि जाओस् भन्ने हाम्रो पनि चाहना हो हैन। मेन भने ओडिआई बचाउनु पर्ने छ हामीले। हजुरहरूले यहाँसम्म भिडियोमा साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरलाई हाम्रो कन्टेन्ट मन परेको खण्डमा हजुरले लाइक, सेयर, सब्सक्राइब गर्न सक्नुहुन्छ। र हाम्रो केही कमी कमजोरीहरू छ भने हामीलाई कमेन्टमा बताइदिनु होला। र हजुरहरूलाई हामी अब म्याच पछि भेट्नेछौँ है त। धन्यवाद।